नमस्ते साथीहरू। एससी परीक्षा नजिकै छ, तर नडराउनुहोस्। आज म तपाईहरुलाई परीक्षामा एससीमा उत्कृष्ट मार्क्स ल्याउन सघाउने मेनली 3वटा टिप्सहरू बताउने छु र केही विशेष हौसलाका कुराहरू पनि गर्नेछु। भिडियो पुरा हेर्नु होला। सर हामी पनि छौं यहाँ। ठीक छ, सबैलाई पढाउँछु, ध्यान दिऊ। सर्वप्रथम टिप नम्बर 1 के हो त? रिड प्यासेज एटेन्टिभली। सबैभन्दा पहिला प्यासेजको बारेमा कुरा गरौँ। प्यासेज पढ्नुभन्दा पहिला सधैँ प्रश्नहरू पढ्ने बानी बसालौँ। क्वेशनमा भएका किवर्ड्सलाई चिन्नुहोस् र प्यासेजमा ती शब्द कहाँ छन् भनेर आफ्नो माइन्डले स्क्यान गर्नुहोस्। यसले तपाईको समय बचत गर्छ र उत्तर ठ्याक्कै फेला पार्न मद्दत गर्छ। तर केही विद्यार्थीहरू धेरै गल्ती गर्छन् कि सेम टु सेम लाइन प्याराग्राफबाट सारिदिन्छ। यो धेरै गल्ती छ। त क्वेशनमा केही अरू सोधेको हुन्छ अनि केही एन्सर अरू नै लेखेर आइहाल्छन्। यो ठीक छैन। क्वेशनलाई पनि सम्झेर पनि लेख्नुपर्छ। अनि टिप नम्बर 2 के हो त? ग्रामर प्रिपेरेसन। ग्रामरमा स्पेशली भोइस, टेन्स र न्यारेसनबाट धेरै प्रश्नहरू आउँछन्। नियमहरू मात्र घोक्नुभन्दा पनि नमुना प्रश्नहरू प्र्याक्टिस गर्नुहोस्। जस्तै फर इक्जाम्पल, हु रोड दिस बुक? प्यासिभ भोइसमा चेन्ज गर। रोहन, मोहन अनि टङ्की, सबैजना चेक गर। ठीक छ, धर्ना नगर। अब दोस्रो इक्जाम्पल देख। शट द डोर। यसलाई पनि प्यासिभ भोइसमा चेन्ज गर। तपाईँ पनि भिडियो पोज गरेर प्यासिभमा चेन्ज गर्नुहोस्। सबैजना चेन्ज गर। पहिलाको तपाईँहरूको गल्ती थियो। ठीक छ, भयो। यसको एन्सर हुन्छ लेट द डोर बी शट। तिम्रो पनि गल्ती छ। के पढ्दै छौ? त्यहाँ पहिलाको इङ्ग्लिसको ट्युसनको हाल हुँदैछ। ठीक छ, अब टिप्स हेर त मोहन, को आएको छ? सर यहाँ के को बारेमा पढाइ हुँदैछ? सर, हामीले हाम्रो एससी परीक्षामा इङ्ग्लिसमा A+ कसरी ल्याउने त्यसैको 3वटा टिप्स सरसँग सिक्दैछौँ। ए एससी को बारेमा पढाइ हुँदैछ? ल मन लगाएर तिमीहरू पढ्नु। सरले पढाउँदै हुनुहुन्छ। ल सर, म गएँ सर। सर, म एउटा कुरा भनौँ? सर, प्रिन्सिपल सर हुँदा पनि हाम्रो कोचिङ स्टार्ट गर्नु भएन, तर तपाईँले पढाइदिनु भयो, यसको लागि धन्यवाद। अर्को टिप्स बताउनुहोस्। ठीक छ, त्यो कुरा छाड। हामी तेस्रो टिप्सहरू लागौँ। तेस्रो टिप्स के हो त? राइट माइन्डफुली इन राइटिङ सेक्सन। हामीले राइटिङ सेक्सनमा ध्यान लगाएर लेख्नुपर्छ। थर्ड र इम्पोर्टेन्ट टिप्स यही हो, लेखन कलामाथि। स्पेसली 8 मार्कको एसे लेख्दा 250 देखि 300 शब्दसम्म लैजानुपर्छ। मेनली एसेलाई 3 पार्ट्समा डिभाइड गर्नुपर्छ। फर्स्ट नम्बरमा इन्ट्रोडक्सन, सेकेन्ड नम्बरमा मेन पार्ट अनि 3 मा कन्क्लुजन। इन्ट्रोडक्सनमा के लेख्ने त? इन्ट्रोडक्सनमा विषयको परिचय दिनुपर्छ। जस्तै नेपालको बारेमा एसे लेख्नु छ तपाईँले, त नेपाल कहाँ अवस्थित छ, कुन महादेशमा रहेको छ, अनि यसको छिमेकी राष्ट्र को हो। ठीक छ, यो लेख्नुपर्छ। अनि मेन पार्टमा के लेख्नुपर्छ त? नेपालको प्राकृतिक सम्पदा, नेपालका विशेषता के हुन्, नेपालको भूमिका के रहेको छ यो पृथ्वीमा। अनि थर्डमा आफ्नो धारणा लेख्नुपर्छ। तपाईँको दृष्टिमा नेपाल कस्तो छ त? नेपालको विशेषताहरू के छन् अनि नेपालका अवस्थाहरू, जस्तै प्राकृतिक अवस्थाहरू हेर्नुहुन्छ कि धेरै राम्रो छ नेपालको। अनि दुवै अनुच्छेदको सारांश लेख्दा पनि हुन्छ। ठीक छ, यसरी संरचना मिलाएर लेख्दा चेकरले तपाईँले इजिली राम्रो अङ्क दिनुहुन्छ। सो साथीहरू, यो 3वटा टिप्स भयो जुन मैले कक्षा 10बाट बटुलेको ज्ञानबाट हो। र अन्तिममा मेरा प्यारा साथीहरू, परीक्षा भनेको एउटा अवसर हो। यसलाई डरको रूपमा होइन, आफ्नो क्षमतालाई देखाउने माध्यमको रूपमा लिनुहोस्। तपाईँले वर्षभरि गर्नुभएको मिहिनेत र पसिनाको मूल्य अवश्य मिल्नेछ अनि यु क्यान डु इट। यदि यो जानकारी उपयोगी लाग्यो भने आफ्ना साथीहरूसँग सेयर गरिदिनुहोस् कि उहाँहरूले पनि केही सहयोग मिलोस् भनेर। अल दि बेस्ट। धन्यवाद। सबैजना रिल्स सेयर नगरेर यो भिडियोलाई सेयर गर्ने। ठीक छ, ल आजको क्लास यहीँ समाप्त हुन्छ। धन्यवाद।